होइन अब चाहिँ म त लखाउती नै हुन्छ कि क्या हेर्नु न आज नि बिहान बिहान यत्रो धेरै पैसा थियो आज भोलि चाहिँ मसँग चाहिँ पैसा होइन अब चाहिँ म चाहिँ अमिर हुन्छ कि के हो सो हेलो एभ्रिवान के छ सबैजना सन्चै हुन्छ साथीहरू म नि एकदमै सन्चै छु है त हजुर सन्चै हुन्छ नि आशा गर्दै म चाहिँ आइसकेको छु फेरि चाहिँ आफ्नो चाहिँ छोटो मिठो मिनी ब्लग चाहिँ लिएर आज चाहिँ मेरो बिहानको सुरुवात हुन्छ यतातिर दोकानतिर जानतिरबाट होइन बिहान बिहान उठेर म चाहिँ चाहिँ दोकानतिर किनभने घरमा चाहिँ पाहुना आउनु भएको थियो अनि घरमा पाहुना आएको दोकानतिर चाहिँ बिहान बिहान किन भनेर सोच्नु भएको होला होइन घरमा चाहिँ चिनी चियापत्ती सकेको थियो अनि म चाहिँ चिनी चियापत्ती लिनको लागि आएको थिएँ दोकानतिर अनि म चाहिँ पाहुनाको लागि चाहिँ चिया बनाउनुतिर लागेँ म दोकानबाट आएको थाहा पाएर हेर्नु न यसको लागि चाहिँ मैले बिस्कुट लिएर आएको थिएँ होइन थाहा पाएर अनि बिस्कुट खानको लागि चाहिँ यस्तो घरतिर थिएन उफ्रेर मसँग चाहिँ अनि आज पनि बिहान बिहान हेर्नु यत्रो धेरै पैसा आएको थियो यत्रो धेरै पैसा चाहिँ कहाँबाट आएर सोच्नु भएको होला होइन यो चाहिँ मम्मीहरूको चाहिँ मोजेरीको पैसा मम्मीको र दिदीको चाहिँ अनि अहिले चाहिँ चिया बनाएर पनि पहिला चाहिँ पाहुनालाई दिएर अनि चाहिँ नास्ता गर्न लागेँ म चाहिँ नास्ता गरेर पनि होइन अनि मैले चाहिँ नोट गर्नु पर्ने थियो अनि सरले चाहिँ बर्खा बिदाको टाइममा चाहिँ नोट गर्न चाहिँ लास्टै दिनुभएको छ कि अनि त्यतिर म चाहिँ नोट गर्नतिर लागेँ नास्ता गरेर एकछिन चाहिँ नोट गर्नु नपाउँदै फेरि एकछिन चाहिँ दाजुको चाहिँ कल आयो होइन जङ्गलमा चाहिँ काम रहेको छ गरे अनि काममा चाहिँ आउनु पर्यो भनेर चाहिँ काममा चाहिँ बोलाउनु भएको छ दाजुले चाहिँ कल गरेर अनि म चाहिँ त्यतिर दाजुको लागि चाहिँ नास्ता लिएर अनि म जाँदैछु चाहिँ जङ्गलतिर अनि यतातिर जङ्गलमा पुगेर पनि हाम्रो चाहिँ काम रहेको थियो त्यतिर चाहिँ यतातिरको मुढाहरू चाहिँ लिएर हल्का रोड साइड चाहिँ फालिदिनु पर्ने थियो त्यसको तल न अनि माथि चाहिँ जेसिबीले चाहिँ तल नआउन सक्ने भएको कारणले गर्दा होइन त्यहाँबाट उतातिर जेसिबीको बाकेटले तानिहाल्छ भनेर यताबाट चाहिँ हल्का रोडको किनारमा चाहिँ फालिदिनु पर्ने थियो मुढाहरूलाई चाहिँ लिएर लगभग 3-4 घन्टा काम गरेसँग चाहिँ खाना खाने टाइम नै भइसक्यो थियो म चाहिँ घर आएर चाहिँ खानासाना खाएर एकछिन चाहिँ रेस्ट गर्नतिर लागेँ अनि अहिले चाहिँ लगभग साँझको 2 नै बज्न लागिसकेको थियो होइन अझै काममा जाने टाइम नै भइसकेको थियो अनि त्यतिर हेर्नु न मौसम अघि चाहिँ यस्तो बिहान चाहिँ घाम लागेको होइन अनि चाहिँ पनि पानी आउला जस्तो भएर हेर्नु न कालो कालो भएर बादलले चाहिँ कस्तो भइसकेको थियो अनि त्यही साथीहरू अब चाहिँ काममा जानुपर्ने हुन्छ ल है त साथीहरू अहिले चाहिँ साँझको काम नै सकेर पनि म चाहिँ घर आएर नुहाएर फ्रेस नै भइसक्यो त साँझको म चाहिँ क्लिप चाहिँ बनाउन पाइनँ होइन भिडियोको चाहिँ अनि त्यो साथीहरू होइन आजको भिडियो चाहिँ यति नै भन्न चाहन्छु होइन भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरेर सबैजनाले माया साथ चाहिँ गरिदिनु होला भन्न चाहन्छु अनि सबैजनाले फलो गरेर माया साथ चाहिँ गरिदिनु होला साथीहरू आजको लागि चाहिँ यति नै